यहाँ क्यासेट विमोचनको लागि म विमोचनकर्ताका पात्र राज पान्तवालाई स्टेजमा अनुरोध गर्न चाहन्छु। छोटो समय लिदिनु होला प्लिज। कम अन द स्टेज राजजी प्लिज। धेरै आनन्द गरिदिनु होला। यहाँको धेरै आनन्द देखेर त म यहाँप्रति म एकदमै अनुग्रहित र नतमस्तक छु। भरे आउनेछ प्लिज गाउनेछु। यहाँकै लायक आएको र यहाँको फरमाइस पुरा नगरी म कसरी जान्छु होला। थ्याङ्क यू। अब विमोचन हुन गइरहेको छ। आजको यो हाम्रा गेस्टको तर्फबाट राजजी र छोटो मन्तव्य राखिदिनु होला। छोटो राजी छोटो केही भनिदिनु होला राजी। रविन धन्यवाद उद्घोषकज्यू। यसमा जम्मा पहिलो प्रेम एल्बमको नाम रहेको छ र हाम्रा गीतकार यही राजभाइ हुनुहुन्छ। यसमा मैले पनि कम्पोजिसन गर्ने मौका पाएको छु। मैले लाग्छ राम्रो भएको छ। यहाँले सुनेपछि त्यसको प्रतिक्रिया दिनुहुनेछ। मैले आफै काम गरेको र यहाँ समग्रमा आफैले फेरि यो एल्बमको बारेमा र गीत सङ्गीतको पूर्ण बारेमा बोल्नुपर्दा आफूलाई अलिकति अप्ठ्यारो नर्भस फिल गरिरहेको छु। आफूले बोल्दा बढ्ता हुनसक्छ। यहाँले सुनेपछि यसको प्रतिक्रिया दिनुहोला। र यसमा गीतहरू एकदमै मर्मस्पर्शी छन्। माया प्रेमका गीतहरू समेटिएको छ समग्रमा र केही प्रेममा धोका पाएको गीत पनि छ। यहाँलाई पक्कै यो मर्मस्पर्शी लाग्नेछ। र यसभित्र जम्मा 6वटा छ। 2टा चाहिँ 2 in 1 गरिएको छ। त्यसको अर्थ एउटै गीतलाई मेल फिमेलले गाइएको छ, केटा र केटीले। र यो उत्कृष्ट एल्बम भएको छ भन्ने मैले ठान्छु। यहाँहरू बाँकी सुनेर यसको मूल्याङ्कन गरिदिनु होला। धन्यवाद। यसमा गायकहरू हुनुहुन्छ। 1 नम्बरमा छाती सजाएर बोलको गीतमा स्वरूपराज आचार्य, जिन्दगीमा छुटी जाने राजेश पायल राईको स्वर, यति धेरै माया रेवत राईको स्वर, आगोली पात जस्तै रजिना रिमालको स्वर, छातीभित्र सजाएर फेरि रजिना रिमालको स्वर र यति धेरै मायामा खुसिनी छोचामलिङ। यसमा फेरि रेवत राईसँग उहाँले 2 in 1 गर्नुभएको छ। र यसमा सङ्गीतकार हुनुहुन्छ मनोज साङसोन र म स्वयं राई नवीन। बाँकी यहाँहरूको हातमा आउनेछ। यसलाई सुनेर प्रतिक्रिया र अझ मनोज भाइलाई उत्साह पनि दिनुहुन्छ भन्ने। धन्यवाद धन्यवाद धन्यवाद। यो विमोचन समारोह सम्पन्न भइसकेको छ र मेरो हातमा धेरै सूचनाहरू आइरहेका छन् र सूचना पढ्ने क्रममा म झापा मिलन केन्द्रको सूचना पढ्न गइरहेको छु। झापा मिलन समाज कोरियाको भेला 20 तारिक शुक्रबार भोलि साँझ ठीक 6 बजे हुन गइरहेको छ। स्थान